घर गएपछि हामी चाहिँ बसेर जाँदैछु। म खुट्टा झारेर बस्नै सक्दिनँ अनि त्यही भएर यस्तै बस्छु अहिले। त्यही भएर दिदीसँग जाँदैछु। लजाउँदैछन् मरी मरी अरे यसरी नै भन्छन् होइन मरीहरू भन्ने त्यही भन्न चाहन्छौ। कोसेली फेरि यति बोकेको छु कि आम्मा म सक्नु छैन होला उकालोमा बोकेर लानु। हुँदै चाहिँ लगिएको छैन नै कोसेली। अहिले दसैँ तिहार सक्यो, फुलहरू फुलिरहेछ। किनी लगाइदिनु परेको थियो। कोही कुखुरा टेके कि क्या पयाकै भएन। कोही कहाँ लागेको बिर्सेँ त नि। आज गएर कुखुरा ढलाउनु पर्ने, खसी ढलाउनु पर्ने। खसी नखानेले खसी ढलाउने अरे क्या। अब बिचरा छोरी भ्लग बनाउँदै आउँछ भनेर त्यो थोरै गएर राख्दिन त अरे म गएर काट्छु भने क्या। सो साथीहरू भारी बोक्ने मान्छे पनि आइसक्यो। मेरो भाइ माइती राजा भारी बोकेर हामी चाहिँ उकालो हिँड्दैछौँ। अब टक्क गएर को लिन आएको पुऱ्याउनु आएको देखाइसक्यो त नि त्यसलाई। काली भइन्छ कि भनेर यसो छोडेको पछाडि गएको जल्दी चलो। झुस्रे मुस्रे यस्तै त हुन्छ नि अनि हामी यस्तै त हो नि बोरो भन्दै छिटै होइन। बाटो फेरि डेन्जर छन्। छिटो हिँड भनेको। ओइ बेहुलीलाई छाता ओढायो। यो चाहिँ उहीँबाट फर्किहाल्ने भन्दै थियो, जबरजस्ती लाँदैछु। आज चाहिँ नपठाउनु भन्ने मनमा छ। अब बाटो फेरि यस्तो छ कि त्यस्तो चाहिँ होइन लु यस्तो बाटोमा मोड्यो भने त नि के गर्ने हाम्रो समय। यो किन चाहिँ उयो गर्दैछ ड्राइभतिर कहाँ गाडी पनि हिँड्छन् होला त यहाँ त नि। हिँड्छन् होला हिँड्छन् त कुन खालको गाडी हिँड्छन् तर थाहा छैनन्। यो पनि मधेसीले भएको अरे के हो छिटो हिँड्नुहोस् केही भन्दैन त्यसमा त हिँड भन्छ नि। अब छिटो हिँड्दैन नि त यो मरी मरी नेप्तो तर के चित्री बन्छ त्यहाँ कुखुरा मऱ्यो होला हौ चल्दैन त कुन बस्दा हौ नि
पानी छौँगाउँदै उठा नै त चाहिँ खान्छ सला कौन है ये लड़की बहुत खूबसूरत है बहुत खूबसूरत है मेरा बेटा है ये से हालत में बेटे हो क्यों ये कति उकालो यार म त आउनै मन लाग्दैन यस्तो बाटो सम्झिन त सरकार छिटो बाटो बनाइदेऊ न यस्तो हो सरकार सरकार बाटो बनाइदेऊ कस्तो चाहिँ देखेको छ वाउ सुन्दरताको तिमी त्यो साथीहरू हामी चाहिँ गलेर टक्क यहाँ बसिरहेछौँ पसिना चुरचुराइरहेछ हेर्नु त चुरचुराए फेरि कति चलाउँछौ म त हानै हाल्नु पो मन लागिसक्यो कति चलाउँछौ म त हानै हाल्नु पो मन लागिसक्यो बे साले जो माफ करना मैं जो के सङ छैन हाम्रो घर जाने बाटो कस्तो छ कालो हुनुपर्छ म चाहिँ भारी चेन्ज गरेको छु कुन हाल्नुहुन्छ भन्दै म चाहिँ हिँड्न सक्छु जन्मिने बित्तिकै हिँडिहालिस साथीहरू गाउँ चाहिँ आइपुगिसक्यो हाम्रो गाउँ ठाउँ यही हो हाम्रो चाहिँ यहाँबाट अझै माथि छन् टाराङ टाराङ भन्न हाम्रो घर आइपुग्यो भन्दै किन चाहिँ आएको अरे हौ किन कस्तो लाग्यो भनेर यस्तो तिम्रो एक मुस्कान हो तिमीहरू चाहिँ के छ तिम्रो खबर मेरो माइली दिदी है यो चाहिँ बुढी मान्छे रहेछ बुढी मान्छे जस्तो टाउकोमा हात लाएर बस्छस् नि यो पनि आएको रहेछ नि त ए यो भयो भने त यसो बस्छु कि तिमी घर काठमा बोकेर हिँड्ने मान्छे के भनेको जस्तो घर कहिले बोकेर तल सार्नु हो त्यही जस्तो के गरेको साथीहरू घर आएर ए हामी त चटक पो देखाउन थाल्यौँ हौ साडी लाएर फोटो पो खिच्न लागेको उहाँ आइज न उहाँ खिच्ने क्या कस्तो देखेको छ मलाई लिम्बू ड्रेसमा राइनी भएर लिम्बू ड्रेस फोटो खिच्दिने क्यामेराम्यान
गर्दा यो उयो नेल नेल ब्लग हेर्नेलाई आई लभ यु भन्न आई लभ यु कसलाई मन पर्यो फुल मान्छे होइन फुल ल ल भिडियो पनि बनाइदिन्छ साथीहरू बुलाकी अब केही सामान नभएर साडी र सल मात्र लायो अरे बुलाकी बनाइदिएको अरे मेरो अभी मजा आएगा ना बुलाकी साँच्चै तर सामानको चाहिँ वास्तै गरौँ न क्या सामान चाहिँ ल्याउनु बिर्सेछु यतिकै सर र यो साडी मात्र भएर हुन्छ ए बुलाकी यो कस्तो देख ओ यो भुटेर बुलाकी त अनि बोल्दै झर्नु खोज्छ सिरवन्दी कस्तो लाग्यो ए बुलाकी अब सुनको भाउ पनि बढिहाल्यो महँगो भइहाल्यो अब त बुलाकी त यस्तो पो त लाउने सुन पनि यस्तोकै बनाएर लाउने बुलाकी सकिँदैन अब किनेर लाउनु अब साडीहरू यस्तो किन्ने बुलाकी यस्तो भइहाल्छ मिलेगा चलेगा नेपालमा मेरो पालो सकियो साथीहरू अब दिदीको पालो कुखुरा काटेर खानुपर्छ जस्तो के हुन्छ त ओ लाउँदा फोटो खिच्ने त भने